अहिले चाहिँ खाजा बनाउने बेला भयो। त्यसको लागि मैले चिया पकाइरहेको छु। फर्स्टमा चियाबाट सुरु गर्छु हैन। खाजामा चाहिँ मैले चिया पाकेपछि मैले यहाँ थर्मस राखेको छु। ढ्याक्क थर्मसमा राख्छु। त्यसपछि मैले यहाँ चाउचाउ फ्राईको लागि पानी उमालेर चाउचाउ राखिदिएको थिएँ। यतिको भयो नरम। यस्तो नरम हुनुपर्छ। फ्राई गर्ने भएर मैले चाहिँ यस्तो बनाएँ। सुरुमा तातो पानीमा उमालेर डेक्चीमा सक्नुहुन्छ साथीहरू। यतिको भयो। त्यसपछि यहाँ हरियो धनिया राखेँ। त्यसपछि गाजर, बन्दा, हरियो खुर्सानी, त्यसपछि डढा राखेको चना। अब प्याज राख्छु। प्याज नै एड गर्छु। प्याज पनि राखेँ। चाउचाउ फ्राईको लागि यति सामान भयो। अझ अरू थोकै तरकारीहरू सागहरू राख्न सक्नुहुन्छ साथीहरूले। म चाहिँ अब यहाँ बनाउन गइरहेको छु। मैले यहाँ बनाउन लागिरहेको छु। मसलाहरू पनि राखेँ। सबै थोक राखेँ। त्यसपछि अब भाँडो तात्दैछ। मैले यहाँ बुटुन राख्दैछु। राखेँ। त्यसपछि मैले नुन राखेँ। खुर्सानी राखेँ। मैले यसमा हरियो धनिया पनि एड गरिदिएँ। अब मजाले चलाउनेलाई यतिको हुन्छ। त्यसपछि यसमा मैले अब के राख्छु, तातो चाउचाउ एड गर्छु। त्यसपछि मैले सबै चाउचाउ राखेँ। अब यसलाई मजाले चलाउँछु। हेर्नु साथीहरू, हजुर पनि चाउचाउ रस राखेर भन्दा पनि एकपालि फ्राई गरेर टेस्ट गर्नु त एकदमै मिठो हुन्छ। हाम्रो त यहाँ मिठो भएर जिब्रो नै लिन्छ मेरो भाइहरूको। सक्नुहुन्छ है। मैले चाहिँ खाजा रेडी गरेँ फाइनली। ल यतिको भयो। पाक्यो चाउचाउ पनि। चिया र पानी पनि रेडी गरेँ। कति मिठो अचार मुलाको अनि भिडीको तरकारी। त्यसपछि आलु यता नि चाउचाउ पकाइसके खाजा। अब एकछिनमा खाने साथीहरू।